ल यसो त बहिनीको फोन आयो फोन बोल्छु त त्यहाँ लाउड स्पिकर गरेर त्यहाँ हेलो हेलो बिनाजु दर्शन साली दर्शन के छ खबर एकदम ठिक छ साली मेरो एकदम ठिक छ है हजुर के गर्न लाग्छ भाँडा धुन लाग्छ के हो हैन साली म त खाली हात धुन आथे खाना खाथे भर्खर त्यही भएर म हात धुन आउँथे हैन बिनाजु मलाई सब थाहा छ हजुरलाई मेरो दिदीसँग बिहा गरेर कस्तो जिन्दगी चल्दैछ भनेर हैन साली तिम्रो दिदी पाउनु भनेको मेरो भाग्य खुल्नु हो बुझ्यौ कि तिमीले के हो बिनाजु दिजु नजिकै होइसिन्छ के हो छैन दिदी त माथि उता रुममा गएछ छैन यहाँ छैन नजिकै छैन सब मलाई थाहा छ बिनाजु न ढाँट्छ न ए हैन ढाँटे हैन भने झुट नबोल्छ न बिनाजु मेरो दिजुको बानी मलाई राम्रोसँग थाहा छ त्यही पनि हजुरलाई दिजुको बानी कस्तो लाग्यो यो मेरो र हजुरको बीचको कुरा हो के हजुर डर नमान्छ न म छु त म भन्दैन साँच्चै हजुरको कसम तिम्रो दिजु न राक्षसनी बुझ्यौ एक राक्षसनीको मरि रहेछ त्यतिकै रहेको जन्म भएर रहेछ यसले मेरो त पुरै शरीरै खाइसक्यो केही छैन हड्डी बाहेक शरीरमा केही छैन मेरो तिम्रो दिदी त एक नम्बर कुकुरनी बुझ्यौ न मिठो खाएको देख्न सक्ने न राम्रो लागेको देख्न सक्ने न एकछिन आराम गर्नु दिदी न बुझ्यौ नि तिम्रो दिजुको बानी त एक नम्बर घटिया रहेछ घटिया तिम्रो दिजुको लाग्दा मेरो जिन्दगी नर्क भइसक्यो साली प्लिज दिन सक्छौ भने लैजाऊ त यसलाई मेरो जति सम्पत्ति छ तिम्रो दिजुको नाममा गरिदिन्छु पनि लैजाऊ मलाई चाहिदैन तिम्रो दिजु यस्ता जोइ लिनु भन्दा त राडै बस्नु खानै खानु ठिक प्लिज साली बिनाजु के भयो साली मलाई अहिले 10,000 रुपैयाँ चाहियो मैले पुरा रेकर्ड गरिसकेको छु हैन भने दिजुलाई यो भिडियो भेटिदिन्छु के भने तिम्रो मेरो बिचको कुरा भनेर तिमीले अरु मलाई केही थाहा छैन मलाई 10,000 रुपैयाँ चाहियो है तल हाजिर म खराब भयो बहुत गलत छ तिमी पनि यार सलग नभए दुनिया चल्दैन बिनाजु थ्यांक यू बिनाजु ल बिनाजु मैले फोन राखेँ है